जिन्दगीको हरेक दुःख सुखमा यतिको साथ दिने मान्छे चाहिँ हुनुपर्दो रहेछ है। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै आराम हुनुहुन्छ होला। म पनि ठिक छु। आजको हाम्रो काम रहेको थियो रोडमा भएको बालुवा र गिट्टीहरू फाल्ने। यति काम त एकैछिनमा सकिन्छ भन्दै सानी र म चाहिँ झुकेका नै भन्दै थाल्यो काम गर्न। सुरुमा त झाडु लगाएर गिट्टी र बालुवा जम्मा गर्न लाए। यहाँ केही समय अगाडि नालीको ढक्कनहरू बनाएको थियो, त्यही भएर सडकको साइडमा गिट्टी र बालुवाहरू पनि छितरेको रहेछ। यता सानीलाई क्यामेरामा हाई गर भनेको हाई गर्ने चक्करमा धन्नै मेरो टाउकोमा बेलचाले पो लाग्यो। तर जे जस्तो भयो नि जिन्दगीको हरेक दुःख सुखमा यतिको साथ दिने जीवन साथी चाहिँ चाहिँदो रहेछ। मेरो सानीले मलाई जस्तो सुकै काममा पनि साथ दिइरहेकी छिन्। सानीले मलाई यस्तो साथ सपोर्ट गरेको देखेर मलाई एकदमै खुसी लाग्छ। अब म लागे जम्मा गरेको गिट्टी र माटोलाई एक पाङ्ग्रे थेलामा राख्न। नाम पनि के भन्छ कुन्नी थाहा छैन हो साथीहरू मलाई त। त्यसपछि टक्क ठेला उचाएर लागे यसलाई फाल्न। त्यो थेलाको पाङ्ग्रा चाहिँ माथि नचढ्दो रहेछ कि यता राखेर पाङ्ग्रा चढ्ने बनाए। अब घोप्ताउँछु भनेर थालेको त्यही बेलामा हावा चलेर आँखा र शरीरैभरि पो आयो हौ यो धुलो त। जस्तो भए पनि काम त गर्नै पर्यो। गाह्रो छ हौ साथीहरू, आँखाभरि धुलो पसेर हेर्नै गाह्रो भयो। अलिकति घर बदलेको अम्बा थियो, त्यही पो खाना लायौँ हो हामीले त। त्यसपछि काम गरिसकेर अफिसमा आएर सामानहरू राखेर हामी त आयौँ बजारमा आउन बित्तिकै हामीले मकै किनिहाल्यौँ। सानी फेरि मकै भनेपछि हुर्कै हुन्छ। त्यसपछि हामी लाग्यौँ मासु किन्न। दिउँसभरि काम गरेको यति मासु त खानै पर्यो। टक्क 1.5 किलो मासु लिएर हामी फर्क्यौँ घरतिर। त्यसपछि ग्यास सब अन गरेर सब रेडी बनाएर करे डसाएर पकाइयो हामीले मासु। कसलाई मनपर्छ गाइज कमेन्ट पनि गर्नुहोस् है। यस्तो मासु देखेपछि मेरो त मुखबाट पानी नै रसायो भनेको। त्यसभरि काम गरेको ठक्कै पनि लागेको थियो, भोक त झन् कुरै नगर। पाक्न बित्तिकै खाना खाइहाल्यौँ। ल त गाइज आजलाई यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा। तबसम्म आफ्नो ख्याल गर्नु होला। बाई बाई।